हेलो गाइज, तपाईहरुलाई यो पेन्टरमा चाहिँ कुन चाहिँ राम्रो लाग्यो? यो तमिलनाडुको यो पेन्टर हुन्छ नि, चामलको पिठोबाट बनाएको रेखी हालेर बनाएको यहाँ चाहिँ मजुर बनाएर रहेछ। अनि कुन चाहिँ राम्रो लाग्यो त तपाईहरुलाई? हेर्नु है। यहाँ चाहिँ लेखा रहेछ गाई, सेम गाई बनाएर रहेछ। सेम गाई बसेको बनाएर रहेछ। चामल पे कुटेको यहाँ चाहिँ च्याट्ट बनाएर रहेछ नि, च्याट्ट रुख जस्तो रोडमा। ल हेर कस्तो खायो, यो घरको यस्तो रहेछ। अब यो घरको कस्तो खायो त? यहाँ चाहिँ च्याट्ट यस्तो रहेछ। छ नि राम्रो। हौ त्यो त अगाडिको घरमा कस्तो बनाएन है त। यहाँ त बिहान बिहान सबै रेखिहाल्ने। आज यहाँको हिन्दूहरूको घरमा सधैँ रेखा हाल्छन्। आज माघे सङ्क्रान्ति भनेर पनि त्यही भएर नि अलिकति वरिष्ठै बनाछन्। यहाँ चाहिँ यस्तो बनाएर रहेछन्। ह्याप्पी के अरे पोङ्गल। यहाँ चाहिँ हिजै बनाएर रहेछन् क्या, पुसिएछ। तपाईहरुलाई चाहिँ कुन चाहिँ कति नम्बरको चाहिँ राम्रो लाग्यो यसो कमेन्ट गर्नु होला। 1 2 3टा देखाएँ मैले। अब यहाँ छ फेरि यो दैलोमा, यहाँ नि गजब तरिकाले बनाएको। यस्तो तरिकाले बनाएर रहेछ। यतापट्टिको चाहिँ आज घुम्न गहन क्या बनाएर हिँड्छन् यो दुई घरमा। अब त्यो घरमा हेरौँ। यो चाहिँ यहाँको पुरानो घर के अरे खजुरको के को बुट्टा अरे नरिवलको बुट्टाको पत्ता होइन, त्यस्तो बुट्टाको पत्ताको। यहाँ त सही हुन खाँदै। यतापट्टि नि त्यस्तै, यतापट्टिको दैलो नि। ओइ माटो भन्, माटो भन् भन्दैन नि त। हर्के त अहिले फेरि उतातिर यार त्यत्तिकै गफ दिएर यार, हाम्रोतिरको त कुकुरले माटो भन्छ। कुकुरलाई के सोध्ने भने नि माटो भन्छ भनेर भन्छ। ल ल यहाँ हेरौँ न। ओइ माटो भन्। सरमदानको कुन चाहिँ चिन्ह अरे? हर्के दाइको के पार्टी चिन्ह के अरे? माटो होइन, माटो भन् भन्दैन त्यो यार। बोल्दैन, मुखै उता फर्काउँछ यार। माटो भन् बोल्दैन, मलाई झन् भाग्छ। हर्के दाइले गफ दिए जस्तो लाग्यो। हाम्रोतिरको उता चराचुरुङ्गी कुकुर बिरालो सबले माटो भन्छ भनेर लगाइदियो यार। यहाँ त यो फेरि कलर होइन नि यार, सबै चामलको पिठोको होइन। चामलको पिठोमा कलर मिलायो नि यो। अरू चाहिँ चामलकै पिठो। खै छुना अघि चामलकै पिठो जस्तो हो क्या। अब अगाडि बढ्दै जाउँ। हाम्रोतिर तिहार मनाउँछन् के अरे। यहाँ चाहिँ सबभन्दा ठुलो यही मान्दो रहेछ। ए ओ सरमदानहरू यता। ल हेर माथि गएर बसेँ मादर चोदर।
त्यही त हर्के दाइले गफाइदियो यार हाम्रोतिर गले उतातिर माटो भनेर भन्छ के भनेर भन्छ माटो भन्छ कुकुर बेला यहाँ रहेछ डिप्टी सकेर आएको आउँदाखेरि बाटोमा यस्तो यस्तो नि अब अगाडि नबढाउँ होला हाम्रो रुम आयो अब यतातिर बढाउँ हाम्रो रुम आयो यतातिर बढाउँ यहाँ चाहिँ शान्ति नै बनाएर रहेछ अब नास्ता सास्ता गरेर आयो अब गएर सुत्नुपर्छ रातभरि ड्युटी गरियो होइन यहाँ चाहिँ कस्तो बनाएको छ त अस्ति नै त राम्रो बनाएको थियो आज त अलिक त्यति रहन्छ राम्रो यस्तो बनाएर यही हो ल अब सबैलाई ह्याप्पी माघे सङ्क्रान्ति अरू के भन्नु र के भन्नु हो आफूले ह्याप्पी माघे सङ्क्रान्ति ल ह्याप्पी माघे सङ्क्रान्ति सबै नेपालीहरूलाई अब हाम्रो लागि त गुड नाइट भयो के र हजुरको लागि चाहिँ शुभ बिहानी भयो सबलाई माघे सङ्क्रान्तिको धेरै धेरै शुभकामना अझै यहाँ बन्दैछ माथि कोठा बाहिर हाम्रो फ्लाइट चाहिँ माथि हो गुड बाई भनेको झन् माथि माथि नै बन्दै रहेछ के गर्ने यस्तो छ ल फेरि पनि माघे सङ्क्रान्तिको धेरै धेरै शुभकामना सबलाई भिडियो बनाउन जाने पनि नजाने नि यस्तै हो टाइम छैन त्यही भएर जस्तो बनेको जस्तो खिच्यो त्यस्तै हालिदियो त्यही पनि लाइक र सब्सक्राइब चाहिँ गरिदिनु होला यही भन्न चाहन्छु म दुई हात जोडेर